समीर एउटा नयाँ अपार्टमेन्टमा सरेको 1 हप्ता मात्र भएको थियो। उसको ठ्याक्कै अगाडिको फ्ल्याट नम्बर 404 सधैँ बन्द रहन्थ्यो। तर हरेक रात ठीक 2:15 बजे त्यहाँबाट एउटा अनौठो आवाज आउँथ्यो, खट खट खट। मानौ कसैले भित्तामा किला ठोकिरहेको छ। एक रात उत्सुकता सहन नसकेर समीरले ढोकाको सानो प्वाल पिपोलबाट बाहिर हेर्यो। बाहिर कोरिडोरको लाइट मधुरो थियो। अचानक छिमेकीको ढोका थोरै खुल्यो। एउटा मान्छे बाहिर निस्कियो। उसले लामो कालो कोट लगाएको थियो र हातमा एउटा ठूलो सुटकेस निकै गाह्रोसँग घिसार्दै थियो। त्यो सुटकेसबाट भुइँमा रातो र बाक्लो तरल पदार्थको थोपाहरू चुहिरहेको थियो। समीर हो। सुटकेसभित्र के छ? भोलिपल्ट बिहान समीरले पुलिसलाई फोन गर्ने तयारी गर्दै गर्दा उसको ढोकामा कसैले नक गर्यो। उसले डराउँदै ढोका खोल्यो। अगाडि त्यही कालो कोट लगाएको मान्छे उभिएको थियो। उसले एउटा रहस्यमय मुस्कान दिँदै भन्यो, नमस्ते, म तपाईँको नयाँ छिमेकी। हिजो राति मेरो सुटकेसबाट अलिकति स्ट्रबेरी जाम चुहिएछ, सफा गर्न अलि ढिलो भयो। यो लिनुस्, तपाईँको लागि उपहार। समीरले राहतको सास फेर्यो र मुस्कुराउँदै त्यो उपहारको बट्टा लियो। त्यो मान्छे आफ्नो कोठातिर फर्कियो। तर जब समीरले भित्र गएर बट्टा खोल्यो, त्यहाँ जाम होइन, एउटा सानो कागजको टुक्रा थियो। त्यसमा लेखिएको थियो, अर्को पटक अरूको चियो गर्दा आफ्नो कोठाको ढोका भित्रबाट लगाउन नबिर्सिनुहोला। किनकि म अहिले तपाईँको सोफाको मुनि छु। समीरको रगत चिसो भयो।